90 Days Bible Listening Program presented by Faith Comes by Hearing in partnership with Everest Global Prayer Network. Everest Global Prayer Network को साझेदारीमा Faith Comes by Hearing प्रस्तुत गर्दछ 90 दिने बाइबल सुनाई कार्यक्रम। जय मसीह। 90 दिने बाइबल सुनाई कार्यक्रममा तपाईलाई स्वागत छ। म पास्टर नवल शिवाकोटी। आज हामी 90 दिने बाइबल सुनाई कार्यक्रमको 17औं दिनमा छौं। आउनुहोस् आज हामी नयाँ नियमको पुस्तक मर्कुस 10 अध्यायको 1 पददेखि 11 अध्यायको 33 पदसम्म सुन्नेछौं। मर्कुस अध्याय 10। त्यस ठाउँलाई छोडेर यर्दन नदीको पारी यहुदियाको इलाकामा येशू जानुभयो र भिड उहाँ कहाँ भेला भयो अनि उहाँको रीति अनुसार तिनीहरूलाई फेरि उहाँले शिक्षा दिनुभयो। फरिसीहरू उहाँ कहाँ आएर उहाँलाई परीक्षा गरी सोधे के कोही मानिसले आफ्नो स्वास्नीसँग विवाह विच्छेद गर्नु न्यायसँग छ? उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, मूसाले तिमीहरूलाई के आज्ञा दिएका छन्? तिनीहरूले भने, एउटा त्यागपत्र लेखेर मानिसले आफ्नो स्वास्नीसँग विवाह विच्छेद गर्न सक्छ भने मूसाले अनुमति दिएका छन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरूका हृदयको कठोरताले गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए। तर सृष्टिको आरम्भदेखि परमेश्वरले तिनीहरूलाई नर र नारी गरी बनाउनु भयो। यसै कारण मानिस आफ्ना बाबु र आमालाई छोडेर आफ्नो स्वास्नीसँग मिलिरहन्छ र ती दुईजना एउटै शरीर हुनेछन्। तिनीहरू फेरि दुई होइनन् तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ मानिसले नछुट्याओस्। घरमा हुँदा चेलाहरूले फेरि यस विषयमा येशूलाई सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, जसले आफ्नो स्वास्नीसँग विवाह विच्छेद गरेर अर्कीसँग विवाह गर्छ त्यसले उसको विरुद्ध व्यभिचार गर्छ। अनि यदि स्त्रीले आफ्नो लोग्नेसँग विवाह विच्छेद गरेर अर्कासँग विवाह गर्छ भने त्यसले व्यभिचार गर्छे। मानिसहरूले साना बालबालिकाहरूलाई येशूले छोइदिउन् भन्ने उद्देश्यले उहाँ कहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हकारे। तर यो देखेर येशू रिसाउनु भयो र तिनीहरूलाई भन्नुभयो, साना बाल बालिकाहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकले जस्तै ग्रहण गर्दैन त्यो कदापि त्यसभित्र पस्ने छैन। अनि उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखी तिनीहरूलाई आशीर्वाद दिनुभयो। येशू बाटोमा जाँदै हुनुहुँदा एकजना मानिस दौडेर आए, उहाँको अघि घुँडा टेक्यो र उहाँलाई सोध्यो, हे असल गुरु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ? येशूले त्यसलाई भन्नुभयो, तिमी किन मलाई असल भन्छौ? एकमात्र परमेश्वर बाहेक अरू कोही असल छैन। तिमी आज्ञाहरू त जान्दछौ, अर्थात् हत्या नगर्नु, व्यभिचार नगर्नु, नचोर्नु, झुटा गवाही नदिनु, नठग्नु, आफ्ना बाबु र आमालाई आदर गर्नु। अनि त्यसले उहाँलाई भन्यो, गुरुज्यू, यी सबै त मैले मेरो युवा अवस्थादेखि नै पालन गरेको छु। येशूले त्यसलाई हेर्नुभयो र त्यसलाई माया गरेर भन्नुभयो, तिमीलाई अझ एउटा कुराको अभाव छ। जाऊ र तिम्रा जे जति छन् बिक्री गर र गरिबहरूलाई देऊ र तिमीलाई स्वर्गमा सम्पत्ति मिल्नेछ, अनि आएर मेरो पछि लाग। तर यस कुराले त्यसको अनुहार उदासिलो भयो र त्यो दुखित भएर गइहाल्यो, किनभने त्यससित धेरै धन सम्पत्ति थियो। अनि वरिपरि हेरेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, धनीहरूलाई परमेश्वरको राज्यमा पस्नु कति कठिन छ। उहाँले भन्नुभएको यस कुरामा चेलाहरूले अचम्म माने। तर येशूले फेरि तिनीहरूलाई भन्नुभयो, बालक हो, धन सम्पत्ति माथि भरोसा राख्नेहरूलाई परमेश्वरको राज्यभित्र पस्नु कति कठिन छ। धनी मानिसलाई
परमेश्वरको राज्यभित्र पस्नुभन्दा त बरु सियोको नाथ्रीबाट ऊँटलाई छिर्न सजिलो हुन्छ। तिनीहरू ज्यादै अचम्बित भए र उहाँलाई भने, त्यसो भए को बाँच्न सक्छ? येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको लागि छैन, किनकि परमेश्वरको निम्ति सबै कुरा सम्भव हुन्छ। पत्रुसले उहाँलाई भने, हेर्नुहोस्, हामीले सबै छोड्यौं र तपाईँको पछि लागेका छौं। येशूले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो निम्ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा बाबु वा छोराछोरीहरू वा जग्गा जमिन छोड्छ, त्यसले सतावटको साथसाथै 100 गुणा बढी घर, दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी र जग्गा जमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्त जीवन। तर धेरै पहिला हुनेहरू पछिल्ला र पछिल्ला हुनेहरू चाहिँ पहिला हुनेछन्। उहाँहरू यरुसलेमतिर जाँदै हुनुहुन्थ्यो र येशू तिनीहरूका अघि अघि हिँडिरहनु भएको थियो। चेलाहरू अचम्बित थिए र अरू पछि पछि आउनेहरू भयभीत थिए। तब उहाँले 12 चेलाहरूलाई फेरि एकातिर लगेर आफूमाथि परि आउने कुराहरू तिनीहरूलाई सुनाउनु भयो। उहाँले भन्नुभयो, हेर, हामी यरुसलेमतिर जाँदैछौँ, त्यहाँ मानिसको पुत्रलाई मुख्य पुजारीहरू र शास्त्रीहरू कहाँ सुम्पिदिनेछ र तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन् र अन्य जातिहरूको हातमा सुम्पिदिनेछन्, अनि तिनीहरूले उसलाई गिल्ला गर्नेछन् र उसलाई थुक्नेछन्, उसलाई कोर्रा लगाउनेछन् र उसलाई मार्नेछन्, तर 3 दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ। जब्दियाका 2 छोराहरू याकुब र यूहन्ना उहाँ कहाँ आएर भने, गुरुज्यू, हामी तपाईसँग जे माग्छौं तपाईले हाम्रा निम्ति गरिदिनुहोस् भन्ने हाम्रो इच्छा छ। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूका निम्ति म के गरिदिउँ भन्ने तिमीहरूको इच्छा छ? तिनीहरूले उहाँलाई भने, तपाईको महिमामा हामी मध्ये एकजना तपाईको दाहिनेपट्टि र अर्को तपाईको देब्रेपट्टि बस्न पाउने मन्जुरी हामीलाई दिनुहोस्। तर येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू के माग्दछौ सो तिमीहरू जान्दैनौ? के जुन कचौरा म पिउँछु त्यो तिमीहरू पिउन सक्छौ? अथवा जुन बप्तिस्मा मैले लिएको छु त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ? तिनीहरूले उहाँलाई भने, हामी सक्छौं। येशूले तिनीहरूलाई भन्नुभयो, जुन कचौरा म पिउँछु त्यो तिमीहरू पिउने छौ र जुन बप्तिस्मा मैले लिएको छु त्यो बप्तिस्मा तिमीहरू लिनेछौ, तर मेरो दाहिनेपट्टि र मेरो देब्रेपट्टि बस्न दिनु चाहिँ मैले दिने होइन, यो त जस जसको निम्ति तयार भइराखेको छ तिनीहरूकै निम्ति हो। यो सुनेर 10 जना चेलाहरू याकुब र यूहन्नासँग रिसाए। तब येशूले तिनीहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो, तिमीहरू जान्दछौ कि अन्य जातिहरूमाथि शासन गर्नेहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्, अनि तिनीहरूका ठुला ठालुहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्, तर तिमीहरूमा चाहिँ त्यसो हुँदैन। तर तिमीहरूमा जसले ठुलो हुने इच्छा गर्दछ त्यो तिमीहरूको सेवक हुनुपर्दछ, अनि तिमीहरूमा जसले पहिलो हुने इच्छा गर्दछ त्यो सबैको दास हुनै पर्दछ, किनकि मानिसको पुत्र सेवा पाउन होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो। त्यसपछि उहाँहरू यरीहोमा आउनुभयो र उहाँ आफ्ना चेलाहरू र ठुलो भिडसहित यरीहोबाट निस्किनु हुँदा तिमैको छोरो बारतिमै एउटा अन्धो भिखारी बाटोको किनारमा बसिरहेको थियो। जब त्यसले उहाँ नासरतका येशू हुनुहुन्छ भन्ने सुन्यो, तब कराएर त्यसले भन्न लाग्यो, हे येशू, दाउदका पुत्र, ममाथि दया गर्नुहोस्। तब धेरैले त्यसलाई चुप लागोस् भनेर हप्काए, तर त्यो झन चर्को गरी कराउन लाग्यो, हे दाउदका पुत्र, ममाथि दया गर्नुहोस्। तब येशू टक्क अडिनुभयो र भन्नुभयो, त्यसलाई बोलाओ। अनि तिनीहरूले त्यस अन्धालाई यसो भनेर बोलाए, ढारस गर, उठ, उहाँले तँलाई बोलाउँदै हुनुहुन्छ। अनि आफ्नो खास्टो फालेर त्यो जुरुक्क उठ्यो र येशू कहाँ आयो। येशूले त्यसलाई भन्नुभयो, तिमी के चाहन्छौ? म तिम्रो निम्ति के गरौँ? त्यस अन्धो मानिसले उहाँलाई भन्यो, रबी, म दृष्टि पाऊ। अनि येशूले त्यसलाई भन्नुभयो, तिम्रो बाटो लाग, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। तब तुरुन्तै त्यसले दृष्टि पायो र बाटोमा येशूको पछि पछि लाग्यो। मर्कुस अध्याय 11।
जब उहाँहरू यरुसलेमको नजिक जैतुन डाँडाको छेउमा बेतफागे र बेथानिया भन्ने ठाउँमा आइपुग्नुभयो, तब उहाँले आफ्ना चेलाहरूमध्ये 2 जनालाई यसो भनेर पठाउनुभयो, तिमीहरूका सामुन्नेको गाउँमा जाओ र पस्ता पस्दै तिमीहरूले अहिलेसम्म कोही मानिस नचढेको एउटा गधाको बछेडो भेट्टाउनेछौ। त्यसलाई फुकाएर यहाँ ल्याओ। कसैले तिमीहरूलाई यो के गरेको भन्यो भने प्रभुलाई यसको खाँचो परेको छ र उहाँले चाँडै फर्काइदिनु नै छ भन। तब तिनीहरू गए र त्यो बछेडो खुला गल्लीमा एउटा घरको बाहिरपट्टि ढोकानेर बाँधिएको भेट्टाए र त्यसलाई फुकाए। त्यहाँ उभिएकाहरूमध्ये कसैले तिनीहरूलाई सोधे, बछेडालाई फुकाएर तिमीहरू के गर्दैछौ? येशूले तिनीहरूलाई अराउनु भए जस्तै तिनीहरूले भने र उनीहरूले तिनीहरूलाई जान दिए। तिनीहरूले बछेडो येशू कहाँ ल्याए र आफ्ना वस्त्रहरू त्यसमाथि राखिदिए र उहाँ त्यसमाथि सवार हुनुभयो। धेरैले आफ्ना वस्त्रहरू र अरूहरूले मैदानबाट स्याउलाहरू काटेर बाटोमा ओछ्याए। अनि उहाँको अघि हिँड्ने र पछि आउनेहरूले यसो भन्दै जय ध्वनि लगाए, होसन्ना, धन्य उहाँ जो परम प्रभुको नाउँमा आउनुहुन्छ। धन्य होस् हाम्रा पिता दाउदको तो आउने राज्य, परम धाममा होसन्ना। उहाँ यरुसलेममा आएर मन्दिरभित्र पस्नुभयो। अनि उहाँले वरिपरिका सब थोकमाथि नजर गर्नु भएपछि अबेला भएको हुनाले 12 जनाका साथमा उहाँ बेथानिया जानुभयो। भोलिपल्ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनु भयो। अनि टाढामा पातले भरिएको एउटा अन्जिरको रुख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो। तर त्यहाँ पुग्नु भएपछि उहाँले रुखमा पात बाहेक केही पाउनु भएन, किनकि त्यस बेला अन्जिरको फल फल्ने समय भएको थिएन। तब उहाँले त्यस रुखलाई भन्नुभयो, अब उसो कसैले पनि तँबाट फल नखाओस्। अनि यो भनेको उहाँका चेलाहरूले सुने। अनि यरुसलेममा पुग्नु भएपछि उहाँ मन्दिरभित्र पस्नुभयो। अनि मन्दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्नुभयो र पैसा साट्नेका टेबलहरू र परेवा बेच्नेका बस्ने ठाउँहरू पल्टाइदिनुभयो। उहाँले कसैलाई कुनै थोक मन्दिरबाट लैजान दिनु भएन। अनि उहाँले शिक्षा दिँदै भन्नुभयो, के यसो लेखिएको छैन, मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइने छ, तर तिमीहरूले त यसलाई डाकुहरूको अड्डा बनाएका छौ। अनि मुख्य पुजारीहरू र शास्त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारौँ भनी उपाय खोज्न लागे, किनभने तिनीहरू उहाँसँग डराउँथे, किनकि सारा भिडले उहाँको शिक्षामा अचम्म मानेका थिए। साँझ पर्दा उहाँ सहर बाहिर निस्केर जानुभयो। बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अन्जिरको रुखलाई जरैबाट सुकेको देख्नुभयो। अनि पत्रुसलाई यो सम्झना भयो र तिनले उहाँलाई भने, रब्बी, हेर्नुहोस्, तपाईले शराब दिनुभएको अन्जिरको रुख त सुकेछ। येशूले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, परमेश्वरमा विश्वास राख। साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाडलाई उखेलिएर तँ समुद्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ। यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे सुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। जब तिमीहरू प्रार्थना गर्न खडा हुन्छौ तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदिउन्। तर क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुने छैन। उहाँहरू फेरि यरुसलेममा आउनुभयो। अनि येशू मन्दिरमा यताउता हिँडिरहनुहुँदा मुख्य पुजारीहरू, शास्त्रीहरू, धर्मगुरुहरू उहाँ कहाँ आए। तिनीहरूले उहाँलाई प्रश्न गरे, कुन अधिकारले तिमी यी कामहरू गर्दछौ? यी कामहरू गर्ने अधिकार तिमीलाई कसले दियो? येशूले तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई एउटा प्रश्न सोध्छु र तिमीहरूले त्यसको जवाफ देऊ, र कुन अधिकारले म यी काम गर्दछु सो तिमीहरूलाई भन्नेछु। यूहन्नाले दिएको बप्तिस्मा स्वर्गबाट हो कि मानिसबाट, मलाई जवाफ देऊ। तब तिनीहरू यसो भन्दै आपसमा बहस गर्न लागे,
स्वर्गबाट भनौ भने त तिमीहरूले उनीमाथि किन विश्वास गरेनौ भनी तिनले भन्नेछन्। मानिसहरूबाट भनौ कि? तर यसो भन्न उनीहरू जनतादेखि डराए, किनकि सबैले यूहन्नालाई साँचो अगमवक्ता भनी ठान्थे। तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, हामीलाई थाहा छैन। येशूले तिनीहरूलाई भन्नुभयो, म पनि कुन अधिकारद्वारा यी काम गर्दछु सो तिमीहरूलाई भन्दिन। आजका लागि बाइबल सुनाई कार्यक्रम यति नै। प्रियहरू, एकचोटि विचार गरौँ त, आजको बाइबल सुनाईबाट के आशिष पाउनुभयो? मनन गर्नुहोस्। प्रियहरू, यहाँहरूको बीचमा म 3वटा प्रश्नहरू राख्न चाहन्छु। प्रश्न नम्बर 1, आजको खण्डबाट हामीले परमेश्वरको बारेमा के सिक्दछौँ? प्रश्न नम्बर 2, आजको खण्डबाट मानव जातिको विषयमा हामी के सिक्दछौँ? प्रश्न नम्बर 3, आजको खण्ड सुनिसकेपछि परमेश्वरमा हाम्रो प्रतिक्रिया चाहिँ कस्तो हुनुपर्दछ? प्रियहरू, यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? आफ्नो मण्डलीको पास्टर वा अगुवाहरूसँग छलफल गर्नुहोस् र तपाईँले पाउनुभएको आशिष बाँड्नुहोस्। हस् त, अर्को श्रृङ्खलामा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि मलाई पनि बिदा दिनुहोस्। धन्यवाद। जय मसीह।